वेलकम बैक टू द पार्ट 3 अफ BMCTS2। आज हामी बिगाट मेडिकल कलेजको होस्टेल घुम्नेछौँ होइन। हामीले पार्ट 1 मा क्लिनिकल ब्लक, पार्ट 2 मा प्री क्लिनिकल ब्लक या बेसिक ब्लक भन्नुस्, जुन उही अगाडि छ, यसो ठ्याक्क पछाडि छ। अहिले चाहिँ हामी होस्टेलको पार्कमा यो सुट गर्दैछौँ इन्ट्रोडक्सन चाहिँ होइन। अनि यो भिडियोमा चाहिँ हामी होस्टेलको रुम, वासरुमहरू भयो, यो BMC को क्यान्टिन भयो, अनि यहाँ होस्टेलभित्र प्लेग्राउन्डहरू सब देखाउनेछौँ। लेट्स बिगिन द टुर। उता सिधा अगाडि हेर्नुहोस् त गेट छ हाम्रो, त्यो कलेजको मेन गेट भयो। अनि कलेजको मेन गेट ठ्याक्कै यो सिधा अपोजिट बाटोमा आउनु भयो भने हाम्रो यो होस्टेल जाने बाटो भयो है। उता चाहिँ त्यो चाहिँ मेन गेट थियो हाम्रो, यता अपोजिटमा सिधै आउनु भयो भने यता चाहिँ हाम्रो होस्टेल जाने बाटो भयो। लेट्स मुभ टु द होस्टेल टुर। अब हेर्नुहोस् होस्टेलमा के छ यहाँ बिगाट मेडिकल कलेजको होस्टेलमा। यहाँभित्र के पाउन सक्नुहुन्छ सबैलाई देखाउनेछु। पहिला चाहिँ हाम्रो उयो पार्क हो है, पहिला पार्कमा जाऊँ। यो चाहिँ हामी पार्कभित्र आयौँ। यहाँ हेर्दा यो चाहिँ हाम्रो पार्क हो है। अब ल पार्क पनि हल्का डिटेलमा हेर्दै जाऊँ। यहाँ चाहिँ यो बनफायरलाई बनाएको छ, जिनगरी हाम्रो न्यू इयरमा चाहिँ बनफायर भइरहेको छ या कुनै स्पेसल अकेजन हुन्छन्, नभए नर्मल डेमा तपाईँ आएर यहाँ बस्न सक्नुहुन्छ, साथीभाइसँग कुराकानी गर्न सक्नुहुन्छ। अब अर्को साइडतिर जाऊँ। यता चाहिँ दुईटा बस्ने ठाउँ दिएको छ, दुईटा हट जस्तो भनौँ या सानो रुम भनौँ। ठाउँ त देखाइदिन्छु ठ्याक्क। यहाँभित्र फ्यान लगाइदिएको छ, लाइटहरू पनि छन् होइन। 4वटा चेयर टेबल हालिदिएको छ, तपाईँ यहाँ साथीभाइहरूसँग बसेर कुराकानी गर्ने, ग्रुप स्टडी भयो, कसले बाहिर खाना मगाएर साथीसँग बसेर यहाँ खाना पनि खान पाइयो। यो चाहिँ हेर्नुहोस्, यो भयो यता साइडको भ्यू। अब पार्कको अर्को साइडतिर जाऊँ। यतातिर चाहिँ दुईटा पिङ लगाइदिएको छ, आफ्नो फ्री टाइम आएर माइन्ड फ्रेस गर्नलाई, एकछिन रिल्याक्स गर्नलाई पिङ पनि खेल्न सक्नुहुन्छ। एउटा पिङ उयो भयो, अर्को पिङ उयो भयो। पार्कमा भएको बस्ने ठाउँ यो 3टा ठाउँ हो। बाँकी तपाईँ त्यहाँ बिचमा थोरै बस्ने ठाउँ छ, बेन्च हालेको छ, बस्न सक्नुहुन्छ। आफ्नो फ्री टाइममा यहाँ रिल्याक्स हुन सक्नुहुन्छ। उयो अगाडिको बिल्डिङ, यो जुन बिल्डिङ देख्दै हुनुहुन्छ यो चाहिँ हाम्रो बेसिक ब्लक हो है, प्री क्लिनिकल ब्लकको लाइब्रेरीको बिल्डिङ हो। त्यो लाइब्रेरीवाला बिल्डिङ देखिँदैछ यहाँबाट। अब हामी पार्कबाट बाहिर निस्कौँ, होस्टेलतिर लागौँ। यहाँ गणेशजी पनि छ है, एउटा गणेशजीको मूर्ति हालिदिएको थियो। अब चाहिँ हामी यता होस्टेलतिर लाग्दैछौँ।
उता अगाडि होस्टेल बिल्डिङ तपाईँ यहाँ पनि बस्न सक्नुहुन्छ। यता नि बस्ने ठाउँ छ, त्यहाँ अगाडि नि बस्ने ठाउँ हो। यहाँबाट सिधा जानुभयो भने पछाडि ग्राउन्ड जाने बाटो छ है, प्ले ग्राउन्ड जाने बाटो छ। यता सिधा जानुभयो भने यताबाट हिँड्नु। अब जाऊँ हामी। उयो हाम्रो बोइज होस्टेल भयो। बोइज होस्टेलको पुरानो बिल्डिङ हो यही, यो पुरानो बिल्डिङ हो। होस्टेलभित्र अहिले एकछिनमा ब्याक गेटबाट घुसौँला होइन। यो अगाडिको गेट ऊ त्यहाँ चाहिँ गेट छ है, हाम्रो यो छिर्ने ठाउँ चाहिँ ऊ यहाँ मतलब ठ्याक्क ऊ त्यहाँ निस्केको छ भर्खर भाइ एउटा। अहिले ठ्याक्क यहाँ देखाइदिन्छु। यहाँ चाहिँ सिधा जानुहुन्छ नि त्यहाँ चाहिँ घुस्ने ठाउँ छ। अनि यहाँबाट सिधा यहाँ बोइज होस्टेल के लेखा छ। यताबाट जानु हो। अगाडि चाहिँ गर्ल्स होस्टेल जाने बाटो छ। उयो यस्तो भयो गर्ल्स होस्टेल भयो। गर्ल्स होस्टेलको पुरानो बिल्डिङ हो यो। अनि यहाँबाट सिधा अगाडि जानुभयो भने क्लिनिकल साइड पुग्नुहुन्छ। क्लिनिकल सरी प्री क्लिनिकल साइड है, हाम्रो बेसिकको। यहाँबाट सिधै जानुभयो भने त्यो बाटो सिधा अगाडि पुगेन बेसिकमा पुगिन्छ है। यता चाहिँ यो गर्ल्स होस्टेलको पुरानो बिल्डिङ हो। यहाँ तपाईँ पढ्न सक्नुहुन्छ कि कता कता छ। अब यो साइड हामी ग्राउन्डतिर लाग्दैछौँ। यता ठ्याक्क कलेज जाने बाटो हो, त्यसो ठ्याक्क अपोजिटमा यता ग्राउन्ड जाने बाटो, यता बोइज होस्टेल अनि यता यो गर्ल्स होस्टेल हो। हामी अहिले ग्राउन्ड जाने बाटोतिर लाग्दैछौँ। यो बोइज होस्टेलको नयाँ ब्लक, गर्ल्स होस्टेलको नयाँ ब्लक। म तपाईँलाई एउटा एङ्गल मिलाइ देखाइदिन्छु कहाँ भ्यू आउँदो रहेछ राम्रो। यो बोइज होस्टेल है, यो बोइज होस्टेलको ब्याक साइडको भ्यू हो। त्यता लुगा सुकाउँदा भयो। अब यहाँ देखिन्छ नि, म ट्राई गर्छु ल तपाईँले देखाउन। उयो यो यताको चाहिँ यो चाहिँ गर्ल्स होस्टेल, यो अरेन्ज अरेन्ज कलरको छ नि, यो चाहिँ गर्ल्स होस्टेल हो। अनि यो साइडको चाहिँ यो बोइज होस्टेलको नयाँ बिल्डिङ हो। अनि यो व्हाइट कलर चाहिँ गर्ल्स होस्टेल नै हो, पुरानो बिल्डिङ हो गर्ल्स होस्टेलको। यहाँबाट यो बोइज होस्टेलको यो नयाँ बिल्डिङ इन्टिग्रेट त्यही भयो। देखाउनु पर्ला यहाँ ल। यो हाम्रो बोइज होस्टेलको यो नयाँ बिल्डिङ भयो है। त्यो ठ्याक्क पछाडि गर्ल्स होस्टेलको बिल्डिङ थियो, त्यो चाहिँ बोइज होस्टेलको पुरानो बिल्डिङ भयो। यो चाहिँ प्ले ग्राउन्ड हो हाम्रो। यहाँ सिधै जानुहुन्छ यता साइड यो चाहिँ फ्याक्ट्री है, यो बिगाट मेडिकल कलेजको आफ्नै फ्याक्ट्री हो। यहाँ डिफ्रेन्ट मेडिकल इक्विपमेन्टहरू, सानो इक्विपमेन्ट जुन डेली युज हुने ग्लोभ्स मास्कहरू भित्र आफै म्यानुफ्याक्चर गर्नुहुन्छ यहाँ। यता साइड फ्याक्ट्रीहरू पनि छन्। अनि यो साइड चाहिँ हाम्रो प्ले ग्राउन्ड हो। प्ले ग्राउन्ड अहिले पानी पर्ने मौसम भने सिजन हाम्रो यो अहिले भदौ चल्दैछ। भदौमा पानी पर्ने मौसम, घाँस चाहिँ बेसी भइसकेको छ। नर्मल डेजमा चाहिँ नर्मल ग्राउन्ड हुन्छ। यो तपाईँको भलिबल कोर्ट हो। उताको यो ठुलोवाला चाहिँ फुटबल क्रिकेट ग्राउन्ड भनौँ। एउटा यो सेम ग्राउन्डमा फुटबल क्रिकेट दुईटीमा खेलिन्छ। टाइम मिलाएर खेल्छन् केटाहरू सबजना साथीभाइहरू। अनि यता चाहिँ बस्ने ठाउँ भयो, तपाईँ बसेर हेर्न सक्नुहुन्छ, म्याच इन्जोय गर्न सक्नुहुन्छ। अहिले चाहिँ घाँस धेरै भइसकेको छ। अहिले पानी परिरहेको छ, कन्टिन्युस पानी पर्ने सिजन छ। लास्ट 1 मन्थदेखि अहिले यो घाँस पलाइसकेको छ। अहिले ठ्याक्क दसैँ आउने सिजन भएपछि, पानी पर्ने सिजन सकेपछि घाँस सब काटिन्छ यहाँको। अनि फेरि सबजना खेल्न थाल्छन्। हुन त खेल्ने अहिले पनि खेल्छन्, यहाँ घाँस कम भएको ठाउँतिर खेल्छन् अहिले पनि। आफ्नो बनायो। यो चाहिँ बास्केटबल कोर्ट हो। यता तपाईँलाई भलिबल कोर्ट देखाइदिइहालेँ। यो चाहिँ बास्केटबल कोर्ट हो। अहिले किन कोही खेला छैन भन्ने हुन्छ। आज चाँडै आएको छु म सुट गर्न। अहिले 5 बजीतिर अहिले छुट्टी हुने टाइममा सब कलेज प्याक हुन्छ, भिड हुन्छ, सुट गर्न अप्ठ्यारो हुन्छ भनेको अहिले चाँडै आएको छु। अहिले सब क्लासमै होला प्लस फ्राइडे हो आज। अनि सबजना बाहिरतिर गएको होला, घरतिर गएको होला।
उयो ठ्याक्क ब्याक भ्यू हो हाम्रो होस्टेलको बोइज होस्टेलको ब्याक भ्यू। अब ल जाऊँ यहाँ पहिला बोइज होस्टेल भित्र रुम हो के कस्तो छ देखाएर आउँछौँ। त्यसपछि त हामी उता गर्ल्स होस्टेलतिर लाग्ने हाम्रो क्यान्टिनतिर। यो चाहिँ हाम्रो ब्याक भ्यू है कलेजको, यो होस्टेलको सरी होस्टेलको ब्याक भ्यू हो बोइज होस्टेलको। तपाईँ लुगा यहाँ तल सुकाउन सक्नुहुन्छ, माथि पनि सुकाउने ठाउँ छ। अब जसको तल छ रुम त्यो तल सुकाउँछन्, जसको रुम माथि छ त्यो माथि जान्छ सुकाउन। यता यो धारा चाहिँ खानेपानीको धारा भयो। यो चाहिँ ब्याक गेट भयो। अब हामी माथितिर लागौँ। यो चाहिँ नोटिस गरिराख्नु है, यसको पनि भन्नुपर्छ। यो मिटर युनिटवाला हो होइन, तपाईँको बिजुली बिल कति आएको छ। हरेक फ्लोरमा सब रुमको सेपरेट छ है। यहाँ बिजुली बिल हामीले आफै तिर्नुपर्छ। भित्र यहाँदेखि ठ्याक्कै ब्याक पनि यहाँ ठ्याक्कै ग्राउन्ड देखिन्छ। यो हाम्रो ग्राउन्ड है। अब भित्रतिर लागौँ। पहिला रुमभित्र हेरौँ के छ। रुममा एउटा दुईवटा फ्यान, पुरानो बिल्डिङमा दुईवटा फ्यान छ, नयाँ बिल्डिङमा आगे एउटा मात्र फ्यान छ। तर दुईवटा लाइट दिएको छ होइन। यहाँ चार्जिङ पोर्टहरू भयो, एउटा यहाँ चार्जिङ पोर्ट, एउटा त्यहाँ छ, एउटा त्यहाँ छ, एउटा यता पनि छ है। तिनवटा चार्जिङ पोर्ट हो। दराज दिएको छ तपाईँसँग। पुरानो बिल्डिङमा चाहिँ 3 सिटरलाई बनाएको बिल्डिङ थियो, धेरै पहिला बनाएको बिल्डिङ हो। धेरै पहिला बनाएको 8-10 वर्ष भइसक्यो पहिला बनाएको बिल्डिङ हो। पहिला 3 सिटर हुन्छ, 3टा दराजवाला छ। नयाँ बिल्डिङमा चाहिँ हाम्रो 2टा दराज मात्र दिएको छ। बिकज त्यो नयाँ बिल्डिङको रुम चाहिँ हल्का स्लाइटली धेरै होइन, स्लाइटली सानो छ। प्लस अनि त्यो रुममा 2टा दराज 2टा बेड मात्रै छन्। अनि यहाँ तपाईँको एउटा फिचर यहाँ यो देखाइदिँदैन है, नोटिस गर्नु होला। यो चाहिँ स्विच भयो, बत्तीको स्विच। तपाईँको बेडको ठ्याक्क साइड यो बेड भयो, बेडको ठ्याक्क साइडमा दिएको छ स्विच। यसले तपाईँ मेन बत्ती यो बत्ती अन अफ गर्न सक्नुहुन्छ। प्रथम देखाइदिँदैछु हेर्नु ल। यो स्विचले अन अफ हुन्छ। यो एक ठाउँ मात्र नभएर दुईटी बेड अर्को बेडको साइडमा पनि दिएको छ, यता पनि दिएको छ है। यो स्विचले नै अन अफ हुन्छ। यो एउटा बत्तीलाई 2टा स्विच दिएको छ। ल हेर्नुभयो, यो तपाईँको भयो। यता टेबल हो। यो बाहिर हाम्रो झ्याल बाहिरको भ्यू, इस्टर्न साइड रुमको भ्यू चाहिँ यो हो, यो पुरानो बिल्डिङको। अनि दराजको ठ्याक्कै यहाँ साइडमा चाहिँ हाम्रो बुक सेल्फ भयो। यो चाहिँ बुक सेल्फ हो, दराज ठ्याक्क साइडमा छ। अब चाहिँ हामी रुम बाहिर लागौँ। अब बाहिर हेरौँ के छ ल। यता वासरुम भयो हाम्रो। यो चाहिँ आइगन रुम छ। यो आइगन रुम दिएको छ। पुरानो बिल्डिङमा मात्र छ, बोइज होस्टेल अरूमा छैन। यहाँ तपाईँलाई आइगन गर्न पाइयो। यता बुकमा सरी सुग्याक, 2 साइड सुग्याक दिएको छ। डस्टबिनहरू सब गेटको बाहिर हुन्छन्। बाहिर सफा गर्न दिदी आउनुहुन्छ टोयलेट सफा गर्न। यता चाहिँ हाम्रो टोयलेट हो। टोयलेट पाइ हेर्नुहोस्, यो टोयलेट हो। टोयलेट सफा गर्न दिदी आउनुहुन्छ। यो चाहिँ टोयलेट एकदम डेली सफा गर्न आउनुहुन्छ मान्छे। टोयलेट भयो। यो बाहिरको प्यासेज भयो। अनि बाथरुम हो। तल सब फ्लोर सफा गर्न आउँछ। आफ्नो रुम चाहिँ आफै सफा गर्नुपर्छ। हजुर आफ्नो कपडा आफै सफा गर्नुपर्छ। यहाँ बाथरुम भयो। यता कोही साथी नुहाउँदैछ। तल धारा, तातो चिसो पानी दुईटै आउने व्यवस्था छ। होइन सफा छ है, हेर्दा हुन्छ तपाईँ। सफा सब सफा छ, सब क्लिन नै छ। अब हामी तपाईँलाई रुम पनि देखाइदिए, बाथरुम पनि सब देखाइदिए। अब एकचोटि माथि छततिर लागौँ, तपाईँलाई छत पनि देखाइदिन्छु।
यो फायर एक्सटिङ्ग्विसरको लागि हालेको, इनकेस कहिले आगो लागिहाल्यो भने यो आउनुपर्छ भनेर। अन्त आगो साथ किन लाग्नु, एकदम सेफ बिल्डिङ छ, सब प्रपर इन्जिनियरिङ आएको। त्यो चाहिँ हाम्रो खानेपानीको है, यो खानेपानीको प्युरिफायर मेसिन लागेको छ। यहाँ खानेपानी फिल्टर हुने ठाउँ यो। अनि ठ्याक्क छतमा आइपुग्यौँ। अब यता के गएछ छतमा चाहिँ, छतको माथि हेर्नु एकचोटि अहिले यो माथि जस्ता लगाइदिएछ। बिगाट नगरमा के कतिको गर्मी हुन्छ तपाईँले सुन्नै भएको होला, यहाँ एकदम धेरै नै गर्मी हुन्छ। सो तल फ्लोर हाम्रो यसो तल 5th फ्लोरमा एकदम गर्मी हुने कारणले माथि जस्ता लगाइदिएछ। सो तपाईँलाई तलको फ्लोरलाई त्यस्तो गर्मी नहोस्, बस्न सकियोस् भनेको। यता तपाईँको 1 2 3 4 5 र 16 लागेको छ, 3टा पानी ट्याङ्की छ। अनि ठ्याक्क जस्ता माथि पनि 16 लागेको छ है, त्यो चाहिँ अर्को 16 हो, यो पानी वाला होइन, देखिँदैन यहाँ आई गेस। अनि तपाईँको छतबाट भ्यू यो ल खेतै खेत छ, खेतको बिचमा हो यो BMCT। यहाँ छ हाम्रो बिगाट मेडिकल कलेज, सब खेतको बिचमा हो। अहिले यहाँ कलेज बनेको 10-12 वर्ष भइसक्यो, सो अलिक डेभलपमेन्ट भएको छ, नभए सब खेतै खेत छ। अनि यहाँ एकदम फ्याक्ट्री नै फ्याक्ट्री भएको ठाउँ हो, यहाँ त्यस्तो खासै घुम्ने ठाउँ छैन, फ्याक्ट्री चाहिँ एकदम बेसी छ। वेट त्यो म देखाउन खोज्छु हजुरलाई, देखिन्छ भने यहाँ त्यो हेर्नुहोस् त, यो फ्याक्ट्री भयो, त्यो फ्याक्ट्री भयो, यो ब्लू कलरको यो पनि फ्याक्ट्री नै हो, यो नि फ्याक्ट्री नै हो, टन्नै फ्याक्ट्री आउँछ। अब तपाईँलाई छत पनि देखाइदिएँ मैले। अब त्यसो भए बाहिरतिर लागौँ, आफ्नो छतबाट अझ के देख्छ त्यो पनि देखाइदिन्छु हजुरलाई। यहाँ यो बिल्डिङ पनि देखिँदैछ। यता यो उयो टङ्की भएको बिल्डिङ चाहिँ बोइज होस्टेल, नयाँ बोइज होस्टेल हो। उताको टङ्की भएको उयो टङ्की भएको चाहिँ गर्ल्स होस्टेल हो, न्यू। त्यसपछि यताको चाहिँ उयो टङ्की भएको चाहिँ पुरानो गर्ल्स होस्टेल हो। त्यसपछि यो ग्राउन्डहरू त हेरि नै सक्नुभयो। अनि यहाँ माथि हेर्नुहोस् त, आई डोन्ट नो देखिँदैन, यो यही CCTV, BMC को हरेक कुनामा CCTV लागेको छ। CCTV नभएको ठाउँ नै कतै छैन, चारैतिर CCTV लागेको छ। यहाँबाट तपाईँ सिधा अगाडि छतबाट देखिँदो गएछ, तपाईँले देखाइदिन्छु। यो हाम्रो बेसिक ब्लक प्री क्लिनिकल ब्लकको बिल्डिङहरूको यही हो, छैन धेरै टाढा, हिँड्यो 1 मिनट, कोही बिस्तारै हिँड्नेसम्म 2 मिनट लाग्छ। उयो भयो हाम्रो बेसिक ब्लकको बिल्डिङ। अब हामी तलतिर लागौँ। यो हाम्रो इस्ट साइडको भ्यू हो बिल्डिङबाट। लगभग तलतिर चाहिँ जाऊँ। यो बोइज होस्टेलको फ्रन्ट गेटको भ्यू हो। यहाँ अगाडि एउटा ऐना लगाएको छ। अघि हामी त्यहीँबाट आएर सिधा उता गर्ल्स होस्टेलतिर गएको थियौँ। उता गर्ल्स होस्टेल जानुपर्छ, उता हामी गर्ल्स होस्टेलतिर गएको थियौँ। यो चाहिँ फ्रन्ट भ्यू हो। अघि ब्याक गेटबाट घुसेको थियौँ हामी। एकचोटि तपाईँलाई फ्रन्ट गेटबाट पनि देखाइदिन्छु। यहाँ चाहिँ खानेपानीको हो यो धारा, खानेपानी यहाँ थापे लाग्नुपर्छ हामी माथि छैन व्यवस्था। यो चाहिँ हाम्रो यहाँ ऐना लागेको छ एउटा। अनि भित्र यहाँ अहिले आउनु भएको छ नि दाइ, नभए यहाँ एउटा दाइ बस्नुहुन्छ बेलुका। यहाँ हामी साइन गरेर माथि जानुपर्छ। हरेक फ्लोरमा एउटा ऐना लगाइदिएको छन्। तपाईँले यस्तो ऐना हरेक फ्लोरमा पाउनुहुन्छ एउटा। यो हो फ्रन्ट गेटको है। अनि अघि हामी यता आएको थियौँ, यो ब्याक गेटबाट। यो चाहिँ ब्याक गेट हो। ब्याक गेटबाट अघि हामी आएको थियौँ। यता एउटा ऐना लागेको छ। अनि यो ब्याक गेटको सिधा उता अगाडि ग्राउन्ड थियो। ल हजुरले बुझ्नु होला डिरेक्सन कता के छ। एउटा सिडी ब्याक गेट साइडबाट माथि जानेछ। यहाँ नि CCTV छ हेर्नु, CCTV हरेक कुनामा लाग्छ। एउटा सिडी चाहिँ यताबाट छ है, फ्रन्ट गेटको साइडबाट माथि जानेछ। अब हामी तपाईँलाई बोइज होस्टेल सब देखाइसकेका छन्। लेट्स मुभ टु अब गर्ल्स होस्टेल भित्र जान पाइन्न। हेर्नुहोस् भित्र जान अलाउड छैन। तपाईँले बाहिरबाट बिल्डिङ अघि देखाइसकेँ थोरै। त्यो एकचोटि क्लियर देखाउन ट्राई गर्छु फ्रन्ट भ्यू गर्ल्स होस्टेलको। अनि त्यसपछि हामी क्यान्टिनतिर लाग्नेछौँ। यो पार्क यही हो है, यो पार्क हाम्रो अघि तपाईँले भित्र देखाइसकेँ। पार्कको ठ्याक्क पछाडि होस्टेल छ, बिचमा बाटो। उयो चाहिँ नदी नै हो यो।
यो नदी नै हाम्रो कलेजको बिचबाट नदी गएको छ। यो नदी पहिलेदेखि यहीँ थियो, कलेजमा पनि धेरै पुरानो नदी हो यो। सो यो बिचबाटै गएको छ ठ्याक्क हाम्रो उता पार्क बेसिक ब्लक होस्टेललाई सेपरेट गरेको छ यो नदीले। यो बाटो अघि तपाईँले देखाइसक्यो सबै। यताबाट सिधै गयो भने बेसिक ब्लक जाने बाटो छ कि तपाईँले भनिसकेँ। यो बाटो सिधै गयो भने बेसिक ब्लक जाने बाटो भयो। यताबाट हाम्रो होस्टेल, उता प्लेग्राउन्ड। यो चाहिँ हाम्रो गर्ल्स होस्टेल पुरानो बिल्डिङ। इन्ट्री चाहिँ पुरानो बिल्डिङ नयाँ बिल्डिङ सबै गर्ल्स होस्टेलको चाहिँ एउटै छ है। यहाँ अगाडिबाट चाहिँ इन्ट्री, बोइज होस्टेलको दुईटी बिल्डिङको सेपरेट इन्ट्री छ, बट गर्ल्स होस्टेलको सेम इन्ट्री हो, एउटैबाट जानुपर्छ। यो चाहिँ हाम्रो गर्ल्स होस्टेल हो। यो चाहिँ इन्ट्री भयो गर्ल्स होस्टेलको। तपाईँले यहाँबाट जानुपर्छ भित्र। यो बिल्डिङ गर्ल्स होस्टेलको, यहाँभित्र बोइज जान अलाउड छैन। अनि यो चाहिँ फ्याकल्टी बस्ने ठाउँ हो। म्याक्सिमम् फ्याकल्टी यहाँ बस्नु भएको छ। स्पेसल कोही गेस्ट आयो भने उहाँ यहीँ बस्नुहुन्छ। अनि यहाँ तपाईँ सिधा जानुभयो भने हाम्रो क्यान्टिन, बिएमसीको क्यान्टिन जाने बाटो यता हो। यहाँ हेर्नुहोस् तपाईँ के यहाँ दिएको छ। हुन त मेन फ्याकल्टीको बाटो चाहिँ अगाडि हो, उयो हो मेन फ्याकल्टीको बाटो चाहिँ। बट यहाँ नि टिचर नै बस्नुहुन्छ र हेर्न सक्नुहुन्छ। स्टुडेन्ट मेस थियो, म्यान अफिस, स्टुडेन्ट एकोमोडेसन उता थियो, देखाइसक्यो तपाईँलाई। यहाँ हामी जाउँ। यहाँ सब डक्टर सबको गाडी हो। हामीलाई पढाउने ठुल्ठुलो डक्टरहरूको सब मल्टी स्पेसलिस्ट नभनौँ नि, स्पेसलिस्ट, सुपर स्पेसलिस्ट आफ्नो फिल्डमा, एमडी, डिएम। उयो हाम्रो फ्याकल्टी क्वार्टर। अनि यहाँ सिधा अगाडि जानुभयो भने हाम्रो क्यान्टिन पनि छ। दुईवटा छ, एउटा हाम्रो सेन्ट्रल मेस भन्ने छ जहाँ सबैले कम्पलसरी हाम्रो फर्स्ट टाइममा खाना खानुपर्ने ठाउँ। इन्डियन स्टुडेन्टले 5 वर्ष यहाँ खाना खानुपर्छ, बट नेपालीलाई 1 वर्ष मात्र कम्पलसरी छ। अनि इनकेस तपाईँले खाना मिठो लागेन भने त्यसको साइडमै अर्को हाम्रो क्याफे भन्ने छ। भित्र होस्टेलभित्र एउटा क्याफे भन्ने छ, त्यहाँ तपाईँले पैसा दिएर खान सक्नुहुन्छ। तपाईँले जे खानु छ अर्डर गर्नुहोस्, खानुहोस्। उयो हाम्रो क्यान्टिन। यो किचन एरिया भयो। यो चाहिँ किचन एरिया भयो। यहाँ देखिन्न केही देखिन्न रहेछ। यो चाहिँ खानासाना पकाउँदैछ। यहाँबाट सिधा अगाडि जानुभयो भने त्यो ब्याक गेट हो है। ब्याक गेट बन्द छ, हामी त जानु पर्दैन, हामी त जानु अलाउड नै छैन। उयो है सिधा, यो चाहिँ ब्याक गेट हो है बिएमसीको। उता जानु हामीलाई अलाउड छैन, उता हामी जाँदैनौँ। उता केही काम नै पर्दैन, अब काम पर्ने ठाउँ भनेको यहीँ छ। ल हेर्नुहोस्, यो बिएमसीको क्यान्टिन अगाडिको भ्यू। यो चाहिँ हाम्रो पहिला तपाईँलाई उता क्यान्टिन देखाउँछु, त्यसपछि यता क्याफे देखाउँला। यो ठ्याक्क अगाडि यो हाम्रो यहाँ केही बन्दैछ, के बन्न लाग्दैछ मलाई एक्ज्याक्टली थाहा भएन। यहाँ केही चाहिँ बन्दैछ होइन। यहाँ भित्र चाहिँ हाम्रो क्यान्टिन हो। यो क्यान्टिन अगाडि भ्यू। अस्ति तपाईँले भनेको याद छ कि छैन, यो चाहिँ हाम्रो एनाटोमी ल्याब हो। यो एनाटोमी ल्याब हो। एनाटोमी ल्याबको सिधा अगाडि आयो भने यता क्यान्टिन आउने बाटो छ। यो क्यान्टिन आउने बाटो हो। यहाँ तपाईँ हेर्नु टाइम हेर्न सक्नुहुन्छ। यता खानासाना टाइम भयो, भित्र जाऊँ। यहाँ पानी सानी हालेको छ, तपाईँ हेर्न सक्नुहुन्छ। तपाईँ यहाँ बसेर खाने हो। तपाईँ खाना यता हाले हुन्छ, यता खाना हाले हुन्छ। फ्यान टन्नै छ, अनकाउन्टेबल फ्यान छ। नभए नि 25-30 वटा फ्यान होला यहाँ। ठुलै हल छ। ल हजुर आई गेस क्यान्टिन हेर्नुभयो। उता चाहिँ हाम्रो टिटी खेल्ने ठाउँ, टिटी खेल्दैछन् भाइहरूले। अब क्याफेतिर लगाऊँ। क्याफे चाहिँ यता साइडमा छ।
यता पेन्टोमी ल्याब हो, उता सिधै बेसिक ब्लक जाने बाटो त्यो क्याफे छ। अनि एउटा यहाँ हाम्रो कलेज छ प्या घोडा बादल, यसको नाम बादल छ है, नाम थाहा छैन बादल यसको नाम। यो चाहिँ हाम्रो क्याफे भयो। तपाईँलाई देखाउँछु है भित्रमा। हेर्नुहोस् यो क्याफे भयो है। तपाईँ यहाँ खाना खान सक्नुहुन्छ आफ्नो पैसा तिरेर। तपाईँले जे जे खानुहोस् यहाँ अर्डर गर्नुहोस्, खानुहोस्।